हेलो गाइज, वेलकम टु माई न्यू भ्लग अनि ह्याप्पी न्यू इयर सबैजनालाई। आज चाहिँ हामी न्यू इयर मनाउनको लागि काउँ डाँडा जान लागेको। अरू चाहिँ लेक्साइ जान्छ के अरे, हामी चाहिँ भिडभाड धेरै भएको मन पर्दैन, त्यसैले काउँ डाँडा जान लागेको साथीहरूसँग अनि भाइहरूसँग। म चाहिँ सामानहरू रेडी गरेर साथीहरूलाई कुरिरहेको छु। अब तिनीहरू नआउँदैछ अरे, अनि त्यसपछि हामी ट्यान्टारान ल्याएर कहाँ जाने, काउँ डाँडा। म चाहिँ अब सामान लिएर निस्किन लागेको। झाडु यति झाडु छ नि, कुरै नगरौँ। बाई बाई रिदम रेबिका। म चाहिँ झोला बोकेर हिँडेँ ल गाइज। यहाँ कति धेरै सामान छ। मलाई निस्कि भनेर होइन, तिनीहरू आउँदैन आएको यत्तिकै। ए आयो आयो। म निस्केँ चुली आऊ। यहाँ सानो बिरालो छ, फेरि डर आउँछ क्या आउने। तिरुवल्लर जान्छ त्यो लिएर आइदिएको हो। मैले मेरो लाग्यो नि तिमी यो लाउँछ होला भनेर। होइन मैले यो त्यो अट्दैन, अहिले एकछिन हातमा लिनुपर्छ। के अरे रेबिका, यो जुत्ता लिएर जाँदा ए उस पनि लिएर आएको कि मैले म्याट्रेस। नानी उयो म्याट्रेस पनि दिएँ है। ए हो यस्तो ओइ ला मासु दिएर फकाउने कुकुर छोडियो। अब नमस्ते सबैजनालाई। अब गयो नि त स्नो त उतै हाम्रो पछि लाग्छ नि। लाग्छ त नि। हजुर दिदी, आज न्यु इयर मनाउन जानु लाग्यो। उता माथि नि भाइको स्कुटर छ, त्यहीमा जाने। यहाँबाट चाहिँ 3 रोड जाने अनि उहाँ गएपछि चाहिँ। ए स्नो भित्र छिर्यो। ओइ नानी जाऊ त। मलाई डर लाग्छ नगर न। आन्टी आन्टी ढोका, दिदी त्यो ढोका बन्द गरिदिनु है। छिटो आऊ त बिचो। यहाँ लडेछ हेर्नु नि गाडी, यहाँ बिरालोसँग लडेर। ल अब एकछिनमा हामी जाने। अब हामी चाहिँ अहिले तिरुवल्लर एकदम टाढा नेपाली भाषा बोलेर नि त है। भनेको मेरो के भन्छ, मेरा शुभचिन्तकहरूलाई। धेरै पछि चलाएर होला, के अरे बनाएर होला। लगाएपछि म चाहिँ अब डाइरेक्ट काउँ डाँडा पुगेको छु। अब किनकि जति जाडो पनि छ, हावा सर्र मुखमा परेछ, हात पनि झमझम आएको क्या, त्यही भएर बाई। हो के यस्तो टाइम लाग्छ तिनीहरू त।
होइन अन्डरको क्यारेटले त फाइनली गाइस हामी काउन्टार आइपुग्यो उहाँ चाहिँ सेरेको नामै काफी छ अरे कि यो भयो अनि ऊ भाइ खासै बोल्दैन यहाँबाट चाहिँ अलिक राम्रो देख्दैन कि राम्रोसँग नदेख्दो रहेछ क्या बजार उता बस्नेहरूको त्यहाँ फेरि मान्छेहरू धेरै प्याक भइसकेछ ऊ त्यहाँ चाहिँ पक्कै कन्सर्ट भएको हुनुपर्छ है यहाँ चाहिँ अघि आगो बालिरहेको रहेछ हामी चाहिँ हो यहाँनिर बस्ने होला हुक्काको भाँडा ल्याएको होला नि तिमीले लियो हैन अघि ए त्यो हुक्काको भाँडा हो अनि के थाहा त नि अनि होइन अनि म त तिमीले छोड्दै कि भनेर नि खै होइन यही हो ए म तिम्रो हातमा दिएन कि त्यही भएर आगो त उठ्ने रहेछ त्यहीँबाट अनि सँगै राख्ने स्कुटी ढाक्ने कुरा ल्याऊ के मैले बेलुका जाँदाखेरि अनि तेरो सार बाबु सेरे भने तेरो सार म्याट्रेसहरू पनि धेरै रहेछ यहाँ पुरै सबै त निकै उति त पाउँथ्यो होला ढिलो आइपुग्यो अनि त्यही भएर हाम्रो सामान हामी चाहिँ यहाँ अब बारी बिक्री गर्ने हो यहीँ ठिक छ होला ओड्नलाई नि हो क्या ओड्नलाई ल्या भने के पुरा बन्दोबस्तको साथ जाडो नि यति साह्रो छ कि कुरै नगराउने तर हावा चाहिँ नलाएको है अहिले चाहिँ अहिले कहाँ टाइम भयो 12 बजे के वा त नि अनि त्यहाँ फेरि अलिक खुल्ला छ भने नगएको के त्यत्रो मान्छे छ मान्छे धेरै छ नि त हैन उही भनेको नि तिमीले त नि यहाँ खाली हो के हेर्न जा त्यही गरे अघि उस गरेको कि अनि फेरि त्यहाँ मान्छेहरूको त्यो ग्रुप छ नि त त्यही भएर यहाँबाट चाहिँ अलिक राम्रोसँग नदेखिँदो रहेछ कि भ्यू चाहिँ ए मज्जाले देखिन्छ यतिको त देखेछ जे होस् रुख नभएको त नि टाट भनेको होइन तिमीले तार हैन कि यो के त काठ ढाक्ने कुरा के त वहाँ उसमा टाटै भन्न के स्कुटर टाटै हो काठ भन्छ यसलाई उसले तार भनेको सुने क्या बुढाहरू बाली गाडीको हो के त्यही भएर भनेको धेरै ठुलो नगर ठिक्काउ गरेर दुईटालाई मिल्ने आउन तिमी अहिले गर के भिडियो आउन पहिले यो ओसार कहाँ यहीँ गर्ने हो कि उता नजाने भनेर त्यही त नि यहाँसम्म त गर्नु त्यहाँ गर्ने होइन त्यहाँ त्यहाँ बस्ने भने त्यहीँ गर्ने भने हौ हेर्नु न गाइस मलाई राम्रोसँग भिडियो बनाउनु नि दिन्न यार त्यही ठिक छ कि नानी यहाँ भन्दा त यहाँनिर बना यहाँ अलि ओह्रालो ए यहाँ हुन्छ यस्तो चिसोमा पनि उ त्यो फ्याँका न उतोबाट राखेको मान्दो त्यो पानी छ पुग्छ यत्रो भन्नाले 1 लिटरको छ अझै पानी पुग्ला नि है अनि छम्काउने हो कि यो त ए मान्छे त हाल त छ होला कस्तो हाल हो र अलि छम्काउन चाहिएन पुग्छ के कति नै छ सबै हाल्नु त होला है भयो मलाई नि त्यसै यो त जलाउन आउँदैन कि उठ्याएको आगो उठायो नि भनेको त मरेछ प्लास्टिक हाल्नु न त्यसको माथि पहिला यो जलायो अनि प्लास्टिक हाल्ने कि के हो पहिला राम्रोसँग जलाउन के रे के भने मटिटेल
कहाँबाट ए मरिल लिएर आउनु पर्ने जानेको स्कुटरबाट निकाल्नु न कसरी निकाल्ने हो र पेट्रोल त कहाँ चल्छ त यो डुबाई मात्र हो है जल्दैन पेट्रोल त त्यस्तो यो पनि डिक्कीमा ओसिएको हालेर ल्याएको थियो ओए डिक्कीमा प्लास कहाँ त नि प्लास्टिक म छ कि म यहाँ है ए कफी धन् नै कफी चलाइने कफी तिमीले लिएर आएको थियो बस्दा बस्दा खाए अझै मैले बट्टै लिएर आएको के नभयो अबे यो हेर न अबे बोलिरह गाई जागो गर्नै सकेन अस्ति त उता हाम्रो साँदा यस्तै बाटो बालेको थियो है उताहरू सुदाई के अरे अन्त घर जाँदा खै म त बालेको त देखेन यस्तैले त थियो अन्डा खोक्नु कति छिटो सल्को थियो क्या त्यता त हावा चल्दैन त अनि ए कस्तो न्यानो होला जस्तो भयो है हात काट्यो कि मेरो त किन चिसोले के गरेर आएको थियो र भ्लग बनाउँदै आएको थियो अलिअलि भिडियो बनाउँदै आएको नि म त पुरै यो त मैले उल्टो ढाकेको भाइको टोपी ओढेर ए कालै हो भाइ हाम्रो टिस्यु पेपरहरू ल्याएन भाइ ए पानी दिनु भयो केही छैन पानी छैन पानी पानी भन तिमी 1 लिटर लिएर आऊ अनि यसले चलाइदिउँ यस्तै राख्नु त अझै हाल अन्डाको खोल बस्छ चाहिँ अन्डाको ओसेको होइन अघि डिक्कीमा पानी हालेको अनि त्यसमा कोचाएर ल्याएको त्यो त अझै भएन भाइ पानी किनेर ल्या बाबु जा कहाँ छ यता त ऊ त्यहाँ कि ऊ त्यो उसमा पाउँछ जा त गएर आइज जा दुइटा लिएर आइज मलाई फेरि एक जम्बो भन न त मैले धेरै जम्बो लिन्थेँ नि बोतल खोजेँ मैले लिएर आउनु लाग्थेँ पानी खाने हेराइ त हुन्थ्यो नि बिर्सेको अझै म तिमीले त खानी मात्रै भन्यो मैले छर्काउने तिमीले त यादै गरेन है अह छर्काउने नि चाहियो नि त फेरि बारबिक्यु गर्दा कस्तो कस्तो है आनन्द आएको है। आँखा त त्यसको भयो अझै हाल अहिले पछि लास्टमा जाने बेला जलेर जानुपर्छ सबै नहाला है किन लास्टमा तापेर जाने नि त हाला भनेको के बुझ्यौ अब बुझेँ एउटा भ्लग बनाइराख चाकमा देखाएँ ए हो लास्टमा चाहिँ होइन अनि जस्तो त्यो भएन हाम्रो यहीँ ठिक छ है ए यो हो अनि यो पानको चाहिँ सलमान खेराको ए त्यही हाला अब पाँचै हाला पानको त अलिक मन पर्दैन है रेनकोट झिक अनि उ त्यो ओढ्ने कुरा ओछ्याइनै हुन्छ तिमीहरू दुइटा है यहीँ बस्छु कि म ढुङ्गामा मैले बाटोमा पिसाब त फेरेको थिएन यार यतै मात्र आएँ त एकछिन मात्रै जान्छु यो ओढ्ने कुरा ओछ्याइ केहीमा बस्छ चिनी नै ल्याएको अँ फेरि मलाई चिनी ल्या भन्छ फेरि अघि चिनी होइन केही छैन नि त त्यो पछि धेरै भयो भने फिर्ता लैजाउँला ल गाइस मैले हुक्का बनाउन लगाएको पानको फ्लेभरको यो कफी अरू त्यो मासु पखानु म यहाँ उस बनाउनु लाग्छु त्यही भएर अनि यो एउटामा पोको पान राखिदिउँ ल अहिले कस्तो राम्रो रहेछ है छ्यापो उस रहेछ जाली भाँडाहरू एउटामा हालौँ है सेरेले कप नि ल्याएको तिमीले मैले लिएर आएको फेरि तिम्रो दुइटा लिह भनेर फेरि अनि फेरि तिमीले लेखेन क्या फेरि मैले लिएको नि ए नेस्क्याफेको मैले बट्टै लिएर आएको सिरियल भात खाइ खाएन पुरा खाएर किन खाएको त भाइले खायो ढिलो गर्छ थाहा हुँदा नि
यहाँ करेन्ट छ यो हट वाटर नयाँ उसो हो उद्घाटन गरेको देखाउनु त त्यहाँ पपैया नि लिएर आएको मैले गाइस खोल्दिउँ त्यहाँ होइन के प्लास्टिकमा हेर यो आलुदम अनि करेन्ट र ससेज झोलै पर्को चिकन ससेज नि है यहाँ को छ यहाँ पानी हाल्ने मान्छे उसै भएन पहिल्यै चलेन क्या खाना त ओइ समात म चट्नी चिम्टो देख्दैछ अरे यसको चिम्टो नरहेछ सल्लाहले हराइदियो क्या कि माथि मेरो कोठामा के सब नि हाल्ने हो ल त्यो मेरो हो ल खाए ल गाइस यो है तिमीले ल्याएको यसरी त कहिले पाग्ला भयो म त तिम्रो देउरीमा त गाइस हाम्रो यो चाहिँ करेन्ट चाउचाउ ल झन् फ्याक्ट त भएन त है पानी थिएन नि त कति हालिदिनु कतिको पिरो खान्छ तेरो कतिको पिरो खान्छ खान्छु म त पिरो दरै त्यो पहिला त जलिसक्यो हो यो कसको यति थोरै यहाँ नि थोरै होला ल ल ल कचिन्दा कचिन्दा क्या पिरो भयो पिरो भएर हामीलाई मजा आयो नि त है कफी खान्छ अब तेरो कफी सेलायो के पिरो भयो त अनि कफी पनि दिने अनि चाउचाउ नि खाने आमै हेदो अनि त अलि जाने कुखुराको पाक होइन माथि राखेर धुवाइदे हाँसे अरे भाग्दै हो झाडु भएको अलिक टाढो भएको हो कि टाढो भयो क्या हाम्रो यहाँ बार्बिक्यू हुँदैछ अहिले त मान्छे नि यहाँ टन्नै भयो कति भएको अघिसम्म त थोरै थियो आयो चिसो कफी नआयो फ्याक्दै खाना अब लास्टै जाडो भयो 12 वर्षसम्म त हामी मात्रै हुँदो रहेछ क्या हो ल्याएको त युज गरौँ न ओके टेस्ट गर्नु नि अहिले ओके हाम्रो बार्बिक्यू खैचटले त पाक्यो होला हौ हेर न यहाँ डढ्यो धेरै डढ्यो भाइ छेउछेउ राख घोप्ट्यो के घोप्ट्यो है ठिक छ हौ डढेको त मिठो हुन्छ
मैले कैँची लिएर कस्तो बिर्सेको के फोन गरेको त्यही कारण नि लास्टमा पनि के सम्झायो केही पनि सम्झाएन कति कालै भइछ केही देखेको छैन यहाँ कुहिरे देखे होइन तल भ्लग बनाउने मान्छे देखा ल भाइ तिमीले बनाइदेऊ ल त्यो गर्यो भ्लग हो केही हुन्न बल्ल 11 बजी छ ओके चिसोले डेन्जर मेरो नि ढाड दुखेछ ढाड पनि दुखेछ अनि हामी त झन् दिनभरि कति घन्टा बस्यो यता आएर अडियन्स लाउन मिल्थ्यो होला है तिमीहरूलाई मिल्दैन होला नि हामी त झन् कति 12 1 2 3 4 5 घन्टा नन स्टप बसेँ अनि अहिले फेरि बसेको चिसोमा के रहर होला है हामीलाई यस्तो जाडोमा हाम्रो यी चिची पाक्दैछ यहाँबाट हो दिउरी नि खतरा खाके हाम्रो त फेरि हेर्नु न यता गुसु पनि लगाइसकेछ हो केही देखेन अहिले त अघि त अलिअलि देखेको थियो नि अन्त झन् त्यो पनि देखेन झन् अहिले झन् न्यु इयरमा यहाँ पर्खाको देखिन्छ कि भनेको त झन् मुसुको लाग्यो है म त बसेँ झन् भिडियो बनाउनु भनेको त झन् मुसु डुम्मै लाख छिटो सबै यता यसरी गरेर नि हामीले ह्याप्पी न्यु इयर भन्ने तपाईँ तिनजना खिचिदिन्छु म यस्तो गर यस्तो गरेर 4 जना देखाउने हो छिटो हो यता त्यही देखाएन ओके कति भयो हेर त घडी पड्कायो 1 मिनट हो पड्का त देखिएन क्या
हो क्या फ्री हामी त तल नि पड्काऊ मेरो त वाह कति धेरै हो कति धेरै लिएर आएको कि एउटैमा एउटैमा रहेछ कन्टिन्युस वाला होला नि सक्यो ल गाइस हाम्रो न्यु इयर भ्यायो अब हामी घर जान लाग्यो अब यति पनि के फ्याँक्ने भनेर पैसाको सदुपयोग गरेको हामीले अब यो सकिन्छ अनि हामी जाने हो घर गाइस ल आजको न्यु इयर राम्रो भ्यायो थ्याङ्क यू फर वाचिङ माई